आज संसदमा आफू बोल्नको लागि समय माग गर्ने क्रममा आशिका तामाङ माननीयले चाहिँ केही अमर्यादित हरकतहरू गरेपछि सभामुखले निर्देशन गर्दै तपाईँ आफ्नो मर्यादामा बस्नुहोस् र आसन ग्रहण गर्नुहोस् भनिसकेपछि माननीय आशिका तामाङ चाहिँ फायर भएर त्यहाँबाट आफ्नो झोला पोको पुन्तुरो बोकेर त्यहाँबाट हताशमा संसद भवनबाट बाहिरिनु भयो। अब संसदका पनि त आफ्नै नियमहरू मर्यादाहरू हुन्छन्। संसद आफूले मात्रै बोलिरहने आफ्नै मात्रै कुरा राखिरहने ठाउँ होइन, अरूको पनि कुरा सुन्नुपर्ने हुन्छ। मर्यादाहरू हुन्छन् जसको पालना गराउने काम सभामुखकै हो। त्यस कारणले यति हुँदैमा संसद भवन नै छोडेर बाहिरिनु चाहिँ मनासिब होइन जस्तो लाग्छ मलाई चाहिँ। तपाईहरुलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु।